मलाई गुलाबको फुल जस्तो होइन, तुलसीको बोट जस्तो बन्नु छ। कसैलाई रोज्न होइन, खोज्न परोस्। एक दिन म मुस्कुराउँदै घाँटीमा पासो लगाउने छु अनि मेरो झुन्डिएको लासलाई देखेर सबैले भन्ने छन्, हेर त खुसीले भुइँमा खुट्टा छैन। म मान्छु कि मरेको मान्छेलाई बिर्सिनु पर्छ, तर म त जिउँदो छु त, किन एकचोटि पनि सम्झिँदैनन्? घाँटीमा पासो लगाएर झुन्डेको छोरालाई आमाले अँगाल्दै सोधिन्, मैले भन्दा नि धेरै माया गर्थे र उसले। मैले पनि सबैबाट ऋण लिएको छु, आफ्नाबाट आँसु, समयबाट हेला र माया गर्ने मान्छेबाट ढोका। एक दिन सबै तिर्नु छ। अघिल्लो जुनीमा के ऋण खाएको थिएँ र त्यस्तो, जुन यो जुनीमा ब्याजसहित असिन गर्दैछु। नपाउनेले तस्बिर समेत जतनले राखेको छ, तर पाउनेलाई धेरै भएर वास्ता छैन। म भित्र राम पनि छ, रामन पनि छ, तर तपाईँको भेट कोसँग हुन्छ भन्ने कुरा तपाईँको व्यवहारमा भर पर्छ। सायद भाग्यमा नै खुसी नलेखेर होला, जुन कुरामा खुसी हुन खोज्छु त्यही कुराले मन दुखाइदिन्छ। सुनिदिने र बुझिदिने मान्छे भएको भए उसकै काखमा मस्त सुत्ने गरी रुइदिन्थे होला, तर त्यति भाग्यमानी पनि कहाँ छु र। गुमाउन बाँकी अब आफैलाई मात्र हो, नत्र मेरो भाग्यमा परेको हरेक कुराहरू गुमाइसकेँ मैले। म रिसाएर होइन, मन दुखेर चुप बसेको हुँ। कुनै शब्द यस्ता हुन्छन् नि, न सहन सकिन्छ न व्यक्त गर्न नि। जिन्दगीले यसरी दुःख दियो, न कसैलाई सुनाउन सक्छु न भन्न नि। नातामा नाटक पाए, आफ्नामा पराई पाए, मायामा घिडा पाए, अन्तिममा याद पाए। जति पाए जे पाए गहिरो चोट पाए। नपाएको कुरासँग कुनै गुनासो छैन, जे छ त्यो कहिले गुमाउन नपरोस्। बाँचुन्जेल त कसैलाई खुसी पार्न सकिनँ, यदि म मरिहालेँ भने पनि कसैले एक थोपा आँसु झार्नु पर्दैन।